सधैँ हाइलाइट मात्र हेर्नुभन्दा यो पटक चाहिँ नेपाली क्रिकेट पछाडिको जर्नी पनि एकपटक हेरौँ। किनकि नेपाली क्रिकेटले चाहिँ जुन पछिल्लो समयमा राइज हुँदै गएको छ, त्यसलाई चाहिँ मध्यनजर गर्दै स्काई क्रिकेटले चाहिँ एउटा डकुमेन्ट्री तयार गरेको छ, जुन 20 मिनट्स जतिको छ। त्यो चाहिँ हाम्रो क्रिकेट एसोसिएसन अफ नेपालको अफिसियल युट्युब च्यानलमा चाहिँ पब्लिस गरिसकेको छ। र त्यो चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि जसरी नेपाली क्रिकेट लास्ट टाइम मा जसरी प्रिभियस डेजहरूमा राइज हुँदै गएको छ र जसरी पारस खड्काले नेपालमा क्रिकेट भित्रिएदेखि त्यसलाई कसरी आफूले टेक ओभर गर्नुभयो र आफ्नो अन्डर 19 टिमलाई जुन उहाँले अन्डर 19 टिममा आफ्नो टिमलाई सिनियर टिममा चेन्ज गरेर त्यसलाई चाहिँ अगाडि टेक ओभर गरेर आफूले त्यो सबै सुम्पिएर त्यो गेममा देशमा जस्तो कन्डिसन भए पनि आफूले जसरी सुम्पिनु भयो त्यो गेमको लागि अनि त्यो स्ट्रगलहरू देखाइएको छ र नेपालले जति पनि आइसिसी टुर्नामेन्टहरूमा भाग लियो जुन 2024, 26 र 2014, 24 र 26 वर्ल्ड कपमा चाहिँ आफूले जस्तो पर्फर्मेन्स दिए पनि कतिसम्मको आफूले सक्दो प्रयास गरेको थियो त्यो गेममा त्यो सबैको समेटेर बनाइएको छ र नेपाली क्रिकेटको जियोग्राफिकल स्ट्रक्चरहरूलाई पनि मध्यनजर गरेको छ स्काई क्रिकेटले चाहिँ र त्यो चाहिँ त्यसले चाहिँ हाम्रो ग्रासरुट क्रिकेटमा कसरी प्रभाव पारेको थियो जुन सिनियर प्लेयरहरू टिभीमा हेरेको देख्दा चाहिँ त्यो हेर्ने अडियन्सहरू तथा चिल्ड्रेनहरू हुन्छ नि त बच्चाहरू हुन्छन् त्यो गेमहरू हेर्ने तिनीहरूमा इन्सपिरेसन भएको हुन्छ नि त आफू पनि ठुलो भएर पछि त्यही लेभलको क्रिकेट खेल्ने जुन त्यसरी ग्रासरुट क्रिकेटमा कसरी प्रभाव परेको छ त्यसलाई चाहिँ एकदमै मध्यनजर गर्दै यो डकुमेन्ट्री तयार गरेको छ र सबैले यो एकपटक हेरिदिनु होला र कमेन्टमा पनि मैले त्यो लिङ्क चाहिँ पिन गरिदिन्छु सबैले एकपटक हेरिदिनु होला यो हाम्रो नेपाली क्रिकेटको चाहिँ राइज हुँदै गएको पार्टलाई चाहिँ अझै माथि नै सार्नुपर्छ र यसैको साथ जय देश जय क्रिकेट।